वाइघाट कुरा चाहिँ मानिसहरूले प्रचार गर्ने गरेका छन्, त्यस्तो केही नै होइन। यो कुरा र अग्निको कुनै चाहिँ सम्बन्ध छैन। जस्तो यो दुई बुधे कांग्रेस दुई बुधे सहमति त्यतिको लागि दुई बुधे नै सहमति किन गर्नु परेको हो कि यो के हो? होइन, यसमा सुतेको होइन, त्यो तपाईँहरूको बुझाइ सुत्या हो, केही सुत्या छैन। विगतमा पनि यसरी नै सहमति गर्ने गरिएको छ। मुख्य सचेतकहरूले हस्ताक्षर गर्ने प्रचलन पहिलादेखि पनि थियो। यो चाहिँ छानबिन गर्ने कुरालाई गम्भीरता देखियोस्, संवेदनशील देखियोस् भनेर गरेको सहमति हो। अहिले मात्रै उधारो भयो भने पछि 1 महिनापछि लडाउँला नि त। राखेर जनाएको हो नि, बुझेपछि सबै खुसी हुन्छ। एकदम सही निर्णय गरेपछि केही पनि कुरा छैन। हामीले अहिलेको आवश्यकता अनुसारका ऐनहरू अगाडि बढाउन अवरुद्ध गर्दाखेरि झन अप्ठ्यारो पर्ने भयो। त्यहाँ सरकार यदि अध्ययन छानबिनमा तयार हुन्छ भने र 1 महिनाभित्र समिति बनाउनेमा तयार हुनुपर्छ भने हामीले देशको विरोध गलत भएको थिएन। अवरोध गरेर विरोध गरेको हुनाले त छानबिन गर्नेमा सरकार आउन पर्यो नि त, समिति बनाउन आउन पर्यो नि। त्यो नगरेको भए त्यो हुने थियो। देखिराख्नु भएको छ, एउटा कुनै घटना विशेष या एउटा कुनै इस्यु विशेषबाट कुनै नेताहरूको जीवन मैदान हुने कुरा होइन। तपाईँहरूले देख्नुभएको छ विगत दिन र जो तिनवटा एउटै हो भन्ने भाष्य एकातिर निरङ्कुशतावादी राजावादीहरूले पनि बनाउन खोजेका छन्, अर्कोतिर अराजकतावादीहरूले नै बनाउन खोजेका छन्। हामी त्यस्तो होइन। हाम्रो आफ्नै विचार छ, हाम्रो आफ्नै सिद्धान्त छ, हाम्रो आफ्नै लाइन छ, अरूहरूको आफ्नै आफ्नै छ। सरकारमा जाने तयारी त होइन नि? होइन, यो सरकारमा जाने तयारी होइन। यो कुरा क्लियर हो। कांग्रेससँगको मधुर भयो है? सुमधुर हुन्छ कि हुँदैन, भोलिका दिनमा यो छानबिन अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा।